नाम सामदेन शेर्पा र आज म धेरै सालपछि चाहिँ म फेरि कमब्याक भइरहेको छु। आज चाहिँ म एउटा तपाईहरुलाई चाहिँ एउटा छुट्टै एउटा तपाईहरुको सामुमा एउटा प्रस्तुति ल्याएको छु हैन। अनि त्यो जर्नी चाहिँ कसैको लाइफसँग रिलेटेड हो। मेरो नाम शैलेन्द्र प्रकाश नेपाल हो। तो काठमाडौँको बागबजार स्थित पद्मकन्या बहुमुखी क्याम्पसमा म प्राध्यापन गर्छु। नेपाली विषय हो मेरो। तो 50 सालदेखि अहिलेसम्म 82 सम्म आइपुग्दा फेरि अब यो कन्या कलेज भएको हुनाले छात्राहरू बढी पूर्व पश्चिम उत्तर दक्षिणबाट भेला भएर यहाँ पढ्न आउनुहुन्छ। अनेक थरी विद्यार्थी पढाइयो। अति पढाइएका विद्यार्थीहरू मध्ये अनिता लामा भन्ने एकजना नानी विद्यार्थी जो बिएमा मैले पढाउँदाखेरि पढ्ने एकजना विद्यार्थी। त त्यो बेलादेखि नै उहाँको चाहिँ अब कलातर्फको रुचि, खास गरी सङ्गीत नृत्यतर्फको विशेष रुचि देख्दा र बेला मौकामा यहाँ कार्यक्रमहरू हुँदाखेरि म प्रदीप मिश्र समाजशास्त्र विभाग र सोसियोलोजी र कल्चर सम्बन्धी अध्यापन गराउँछु। अनिता एउटा पुराना मैले दीक्षित गरे विद्यार्थी हुन् र मसँग उसको जुन किसिमको एउटा गुरु र शिष्यको जुन सम्बन्ध छ र ऊ डान्स सब्जेक्ट लिएर जुन किसिमबाट उसले आफूलाई प्रस्तुत गर्दै आएको छ, विभिन्न स्टेजहरूमा गएर आफ्नो जुन एउटा प्रतिभालाई प्रस्तुत गर्न सक्षम भएका छन्। नमस्कार, म प्रमिला कार्की। म चाहिँ यही पद्मकन्या कलेजबाट चाहिँ मास्टर्स डिग्री फाइन आर्ट डान्सबाट गरेँ। ब्याचलर्समा चाहिँ मेरो साथी अनिता लामासँग भेट भयो। नमस्कार, म सुनिता राई। हाम्रो अनिता लामा म्याम भनौँ। चिन्जान भनेको चाहिँ हाम्रो पिके क्याम्पस हो, जुन एउटा कल्चर हामीले नृत्य विषय लिएर नै हामीले पढेको हो। म माया पद्मकन्या कलेजमा कार्यरत छु। अनितालाई मैले अहिलेदेखि होइन, यो 9-10 वर्ष अगाडि नै चिनेको हो। डान्सबाट नै उहाँलाई हामीले चिनेको हो। एकदम राम्रो हुनुहुन्छ उहाँ, मिलनसार हुनुहुन्छ, राम्रो हुनुहुन्छ, सहयोगी हुनुहुन्छ। नमस्कार, मेरो नाम परमिला थापा। अनिताले एकदमै राम्रोसँग डान्स गर्नुहुन्छ। उहाँले डान्स गर्दा नहेर्ने भन्ने मान्छे हुँदैनन्। नमस्ते, म रिता खनाल। अनिता लामा चाहिँ पद्मकन्या कलेज डान्सको स्टुडेन्ट हुन्थ्यो भने म म्यानेजमेन्टको स्टुडेन्ट थिएँ। म्यानेजमेन्टको स्टुडेन्ट मलाई चाहिँ कलेजकै चेयरम्यानहरूले चाहिँ मलाई होस्टेलको इन्चार्ज बनाएर राख्नु भएको थियो। सबैजनाले अनिता हुइज अनिता लामा भन्दै गर्दाखेरि चाहिँ को रहेछ अनिता लामा, कसरी आफूले आफूलाई के गरेको रहेछ भनेर पर्सनली चिन्न चाहिरहेको थियो। त्यही बेलामा इन्सिडेन्ट के भयो भने ऊ होस्टेलमा एडमिसन हुन आयो कि होस्टेल बस्नको लागि। अनि त्यो बेलामा चाहिँ मैले उसलाई अलिकति निहाल्ने मौका पाएँ। म त्यो बेलामा वार्डेन थिएँ। नमस्कार, यस त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पस स्नातकोत्तर नृत्य विधाको प्रोग्राम डाइरेक्टर। जीवन्त प्राप्त हुने विषय हो। नृत्य विषय भन्ने बित्तिकै अङ्ग प्रत्यङ्ग यहाँलाई थाहा नै होला। नृत्य विषय भन्ने डान्स भन्ने बित्तिकै सामान्य रूपमा नलिकन यसमा चाहिँ बौद्धिक विकास, यसमा जीवन्त प्राप्त। मैले यहाँ सेवा गरेको 2047 सालदेखि हो, 36 वर्ष भइसक्यो। यति जीवन्त पाउँछ भन्ने आधार स्वयं म नै उदाहरण भएको छु जस्तो लाग्छ। सिलसिलामा ब्याचलरमा यस त्रिभुवन विश्वविद्यालयमा स्थापित भएको आज 52 वर्ष बाट फड्को मारिसकेको अवस्था हो। मास्टर डिग्री पनि लन्च भएको 2074 सालदेखि हो। छात्राहरूको कुरा गर्दा मलाई सम्झना आउँदछ हाम्रो अनिता लामा भन्ने छात्रा बहिनी प्यारी हुनुहुन्छ, जसमा यो नृत्य विधा लिएर उहाँले पारङ्गत हुनुभएको छ। तसर्थ उहाँलाई मैले चिनेको अहिले अर्थात् +2, अहिले त त्यो विधा छैन, त्यो उपाधि छैन, ब्याचलर र मास्टर डिग्री मात्रै छ। अध्यापन कार्यमा 2065 सालमा उहाँ +2 अर्थात् आइए भनेर उहाँ भन्न हुनुभएको हो। तसर्थ त्यसमा एउटा कुशल डान्सरको रूपमा आफ्नो विद्या हासिल गरेर जानुभयो। त्यो उपाधि पनि पारङ्गत गरेर हाम्रो अनिता लामा नानी पुनः फेरि ब्याचलरमा 2067 सालदेखि नै फेरि उहाँ जोइन गर्नुभयो। 3 वर्ष योजना थियो त्यति बेला। फर्स्ट इयर, सेकेन्ड इयर र थर्ड इयर भन्ने प्रोग्राम थियो। अहिले आएर चाहिँ 4th इयरसम्म भएको अवस्था हो। एउटा नारी भएर नारी जगतमा
आफ्नो अस्तित्व कायम गरेर अनिता लामाले जुन आफ्नो विषयगतको नातामा जोडेर उहाँ सफल एउटा छात्रको रूपमा मैले अनुभूति गरेको छु। नमस्कार, म सानी लामा हो, मेरो छोरी अनिता लामा हो। नमस्ते, म चाहिँ सुमिता लामा, अनिताको दिदी। I feel like I'm losing my mind. अनिता लामा, म सामने शेर्पाको साथी, पद्मकन्याको विद्यार्थी। आज म एकदमै खुसी छु। सामने शेर्पाले एउटा डकुमेन्ट्री बनाउँदै हुनुहुँदो रहेछ। यो डकुमेन्ट्री पनि महिला सशक्तिकरणको, एउटा महिलाले चाहिँ बिना कसैको सपोर्ट के गर्न सकिरहेको छ त नेपालमा, कसैको सपोर्ट बिना एउटा महिला उभिन सक्छ सक्दैन भन्ने बारेमा चाहिँ ऊ चाहिँ भिडियो बनाइरहनु भएको छ। त्यो सिलसिलामा हाम्रो भेट भयो। ल अनिता लामा, म तपाईँको भिडियो बनाउँछु भनिरहँदाखेरि आफ्नै साथीले एउटा भिडियो बनाइरहँदाखेरि किन नगरे त भन्ने प्रसङ्गमा म ओके भएँ। लगभग तपाईँहरूले थाहा पाइसक्यो होइन हामी आज जर्नी कसको बारेमा हो भनेर। रङ बोलेको रहेछु भने प्रुफ विथ इभिडेन्स जस्तै उसले एउटा नृत्य कला सेन्टर खोलेको छ दक्षिणकालीमा। चाहिँ हामीले डान्सको एउटा फर्पिन भन्ने ठाउँमा चाहिँ एउटा सानो इन्स्टिच्युट खोल्यौँ। पहिलो ब्याच चाहिँ 3-4 जना स्टुडेन्ट मात्र आएको थियो। हामीले त्यसरी एउटा क्लास सुरु गरेको थियौँ। नामहरू केही पनि राखेको थिएनौँ त्यसको। पछि गएर हामीले त्यसलाई उदाहरण मञ्च नृत्य प्रशिक्षण केन्द्र राख्यौँ। नमस्ते, मेरो नाम सन्जु कौर हो। म चाहिँ यसकै यो उदाहरण मञ्चको चाहिँ पुरानो स्टुडेन्ट हो। यहाँ फर्पिनमा प्रोग्राम भएको थियो अनि एकदम डान्स मन पऱ्यो, तर यो कुन ठाउँको डान्स हो त भनेर चाहिँ मलाई फेरि उत्सुक भयो। अनि मेरो दिदी पनि हुनुहुन्थ्यो। अनि उहाँ र म चाहिँ खोज्दै जाँदाखेरि चाहिँ चाङनाखेलमा चाहिँ एउटा डान्स सेन्टर रहेछ जहाँ कि हाम्रो अनिता लामा म्यामको थियो। अहिले चाहिँ म टिचरको रूपमा अहिले कन्टिन्यू भइरहेको छ। नमस्ते, म सञ्जिता लामा। उदाहरण मञ्चसँगको मेरो यात्राको कुरा गर्नुपर्दाखेरि चाहिँ म 11-12 वर्षको हुँदादेखि नै यसमा आबद्ध छु र त्यति लामो समयदेखि चाहिँ म यस क्लासमा आबद्ध छु। पहिला एज अ स्टुडेन्ट यहाँ थिएँ भने अहिले चाहिँ एज अ टिचर। नमस्कार, मेरो नाम कृतिका श्रेष्ठ। म चाहिँ स्टुडेन्टको रूपमा यो इन्स्टिट्युटमा जोइन भएको थिएँ। हाल चाहिँ म टिचरको रूपमा छु। 12 वर्ष पछिको ग्यापमा चाहिँ उसँग भेट हुँदा उसले त्यो उदाहरण मञ्चलाई नै धेरै नै ठुलो इन्स्टिट्युट बनाइसकेर चाहिँ त्यहाँ लगभग एउटा क्लासमा 20 जनादेखि 25 जना बच्चाहरूसँग चाहिँ त्यहाँबाट हरेक प्रोग्रामहरू नेसनल इन्टरनेसनल लेभलमा पनि लैजाने रहेछ। नृत्य विधाबाट चाहिँ अहिले उदाहरण मञ्च नृत्य प्रशिक्षक तथा ड्रेस हायर सेन्टर खोल्नु भएको छ। डान्सबाट नै एकदम राम्रो संस्थाहरू चलाइराख्नु भएको छ। हाम्रो उदाहरण मञ्च नृत्य प्रशिक्षण केन्द्र सबैलाई पदाधिकारीज्यूहरू सबैलाई वान्स अगेन थ्याङ्क यू भेरी मच। यतिका धेरै कलाकारहरूलाई एउटा प्रशिक्षण केन्द्रले यति ठुलो सम्मान प्रदान गर्नु आफैमा गौरव योग्य काम छ। त्यसैले हाम्रो अनिता लामाज्यू र उहाँहरूको इन्टायर टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। एकदम राम्रो छ। उदाहरण मञ्च भनेर सबै ठाउँ संसारै कलिएको छ। नमस्कार, मेरो नाम चाहिँ श्रीराम पौडेल हो। यो उदाहरण मञ्चमा मेरो नानीलाई डान्स सिकाइरहेको छु। विगत 2 वर्षदेखि उसले डान्स सिकिरहेको। मैले पनि पहिला 6 महिना जति चाहिँ डान्स सिकेँ। अहिले पछिल्लो चरणमा आफैले एउटा कला संस्था नृत्य विषय सिकाउने, सङ्गीत सिकाउने संस्था खोलेर त्यहाँ धेरै इच्छुक अब अरू विद्यार्थीहरूलाई ल्याएर पढाउने गर्ने काम, सिकाउने काम होइन, त्यो कलाको जुन प्रशिक्षण हो त्यो प्रशिक्षण दिने काम गरिरहेको सुन्दा बुझ्दाखेरि पनि अत्यन्त खुसी लाग्छ। उहाँ एउटी कुशल विषयगतमा घुमिएर यस विधालाई निपुणतापूर्वक उहाँले लागि परेको छु। सरहरूको आशीर्वाद मैले पाइरहेको छु। त्यही अनुसार नै मैले लागिरहेको छु भन्ने उहाँको जुन मुखरबिन्दबाट आएको शब्दले हामी गुरुवर्गको काम शीतलताले छाएको अनुभूति हुन्छ नि। कुनै एक ठाउँमा मलाई याद त भएन, फर्मिङ हो कि कता यता स्टुडियो खोलिरहेको छु रे, डान्सको संस्था खोलिरहेको छु भन्ने मेरो कानमा आइपऱ्यो। चाहिँ नि यो ड्रेस हेर्ने गर्छु, बहिनीको हो। अनिता लामा चाहिँ डान्स टिचर हो। उहाँको ड्रेस पनि राख्नु भएको छ। स्कुलहरूमा पनि लान्छ, कार्यक्रमहरूमा बाहिर लाग्छ। त्यसपछि धुन्छ, ल्याएपछि धोएर फेरि युज गरिन्छ। लगभग मोर देन 16-17 इयर्स भइसक्यो। हामी स्टिल अहिले पनि हामी फ्रेन्डसिप भइरहेको छ।
हाम्रो एक आपसमा एउटा फ्याकल्टी नमिल्दा पनि तर हाम्रो एउटा बन्डिङ छ होइन एउटा भनौँ न उहाँ एउटा डान्स ब्याकग्राउन्डको भए तापनि म साइकोलोजीको फिल्डमा भए तापनि हाम्रो एक किसिमको चाहिँ बाउन्डिङ एकदम स्ट्रङ भएकोले चाहिँ त्यो फ्याकल्टीले पनि खासै फरक नपर्दो रहेछ। हुन त म पनि डान्सको त होइन तर हाम्रो साइकोलोजीसँग डान्ससँग पनि केही कुराहरू चाहिँ थेरापीहरू रिलेट छ है। यो ठाउँलाई म के गर्न चाहन्छु र स्पेसली उहाँ पनि पिकेबाट नै हुनुहुन्छ। एसएलजी दिएपछि के गर्ने त भनेर आफ्नो दिमागमा सोचिरहेको थिएँ। त्यही सिलसिलामा नेपाल टेलिभिजनबाट हाम्रो नेपाली चलचित्रको नायिका नेपालको एकदमै चर्चित कलाकार झर्ना थापाको अन्तर्वार्ता हेर्न पुगेँ। उहाँले चाहिँ त्यो अन्तर्वार्तामा एउटा के सब्जेक्ट उठाउनु भयो भने म चाहिँ पद्मकन्यामा डान्स लिएर पढेको भन्ने कुरा मैले देखेँ। अब मलाई अब के खोजेर कानो आएको भने जस्तो भयो। अनि म डान्समा एकदमै रुचि थियो। त्यसपछि म बागबजारमा पद्मकन्या खोज्दै गएँ। अनि त्यहाँ डान्स सब्जेक्ट लिएर पढेँ। डान्स सब्जेक्ट लिएर पढ्ने सिलसिलामा पढ्दै क्रममा विभिन्न उतार चढावहरू आए। डान्सको प्रोग्रामहरू गर्दै गएँ। देश विदेश पनि घुमेँ। पैसा कमाएँ होला, कति ठाउँमा कमाएन होला, कति ठाउँमा दिएन पनि। यो कलाकारी क्षेत्रमा यस्तो उतार चढाव आयो कि अब त्यसलाई चाहिँ मैले कसरी चाहिँ यो देशमा चाहिँ मैले यो नृत्य क्षेत्र पनि एउटा राम्रो पक्ष हो है, यसलाई हामीले कसरी अगाडि बढाउन सकिन्छ लोक क्षेत्रबाट भनेर चाहिँ मैले आफ्नो दक्षिणकाली नगरपालिकामा वडा नम्बर 1 मा मैले सानो एउटा टहरामा चाहिँ उदाहरण मञ्च नृत्य पेसन केन्द्र सञ्चालन गरेँ। त्यो चाहिँ मैले बिना दर्ता गरेँ। दर्ता गर्नुपर्छ भने थाहा थिएन मलाई। अब त्यहाँ दर्ता दर्ता नगरे पनि मेरो इन्स्टिट्युटमा यति बच्चाहरू भर्ना हुन आयो कि मैले त्यही विद्यार्थीबाट नै मैले इन्कम पनि गरेँ। आफ्नो लोक संस्कृतिहरू मैले समाजमा देखाउन पाएँ। कसैले नदेखेको लोक संस्कृतिहरू चाहिँ मैले आफ्नो गाउँठाउँमा मैले देखाएर चाहिँ मैले आफ्नो नाम दाम सबै कमाएँ। इन्कमको स्रोत होइन, खालि नाच्ने मात्र हो, नाचेर कसरी पैसा कमाउने भन्ने खालको क्वेसन्स थियो भने त्यसलाई चाहिँ हामीले परिपूर्ण गरेछौँ। त्यहाँनिर हामीसँग अहिले लेडिज स्टाफहरू मात्र 7-8 जना टिचर्सहरू चाहिँ हामीसँग कार्यरत हुनुहुन्छ। त्यही इन्स्टिट्युटमा सिक्ने, त्यहाँबाट हामीले उहाँहरूलाई अरू स्कुलहरूमा पठाउने, अरू प्रोग्रामहरूमा लिएर जाने, त्यहाँबाट चाहिँ इन्कमको सोर्सहरू उहाँहरूलाई पनि हुन लाग्यो। जर्नी चाहिँ एकदमै रमाइलो भइरहेछ। हामी 7-8 जनालाई एउटा रोजगारी पनि दिइरहनु भएको छ र एकातर्फ त्यो अरूलाई यसरी प्रोत्साहन दिने, प्रेरित गर्ने क्रम छँदैछ। अथवा अर्को कुरो के छ भने त्यो आफूले स्थापना गरेको संस्थामा धेरै व्यक्तिहरूले रोजगारी प्राप्त गरिरहेको अवस्था पनि छ। डान्सले आफ्नो जीवन त प्राप्त गर्ने एउटा विधा हो। 2074 सालदेखि अहिलेसम्मको मास्टर डिग्रीको हकमा कुनै पनि छात्रहरू पास आउट भएकाहरू त्यसै बसिरहेको अवस्था छैन। सबै बिजी नै छ। जस्तै अहिले ज्वलन्त उदाहरणको लागि अनिता लामा आए अर्जन त्यहाँबाट प्रशस्त हुन्छ। अब पठन पाठनको हकमा विश्वविद्यालयले दिइरहेको चाहिँ सचिव, उपसचिव, सहसचिव यही नै उपाधि सरह नै सुविधा पाउँछौँ। शेरपाँचको सरकारको निजामती ऐन जे जति सुविधा छ त्यही नै पाउँछ। हामीले आर्थिक हिसाबमा पनि कुनै कमी छ जस्तो लाग्दैन। स्वयं मैले यहाँ भुटमान गर्दै यस विषयलाई अँगाल्ने क्रममा अहिले म डाइरेक्टर भएँ। यही विषयमा निहित छु। अहिले हाम्रो डिपार्टमेन्टमा 10 जना टिचर टिम हुनुहुन्छ। उहाँले त्यही सुविधा पाउनुहुन्छ। अर्को क्याम्पसहरूमा खोल्यो भनेदेखि जस्तै आरआर क्याम्पस भयो, ह्युम्यानिटिज फ्याकल्टी भएका क्याम्पसहरू जस्तै सेन्टर डिपार्टमेन्ट हाम्रो फाइन आर्ट कलेज भयो, उहाँहरू अनि अर्को प्राइभेट कलेजहरू पनि खोलिरहेको अवस्था हो। हाम्रो सृजना फाइन आर्ट भन्ने पनि कलेज छ। डान्स विषयलाई पठन पाठन गरिरहनु भएको छ। अर्को आएर यो 2-3टा स्कुलमा खोल्ने बित्तिकै यही उपसचिव सरहको तुरुन्तै विज्ञापन भयो भनेदेखि एउटा डिपार्टमेन्टलाई चाहिन्छ 10 जना। उपप्राध्यापक भनेको उपसचिव सोसर होइन। सुरुको स्केल नै, सुरुको पद नै त्यही हुनेछ। मास्टर डिग्री सके पश्चात उसको उपाधि भनेको उपसचिव, तुरुन्तै पाउने सुरुको उपाधि त्यही नै हो, पद त्यही नै हो। त्यसकारण यस डान्स विषय लिएर पढाउँदा आर्थिक स्तरमा पनि एउटा उन्नयन
भएको मैले महसुस गरेँ। फलिखाप भएको छ र प्लस उहाँको नेसनल इन्टरनेसनलको टिमहरू र मेन कुरा हो उहाँले रोजगार पनि दिनुभएको छ कि लगभग 7-8 जनाले उहाँले आफ्नो इन्स्टिट्युटमा पनि प्लस उहाँले एउटा ब्रान्चेसहरू पनि खोल्नु भएको छ। नेपाली सङ्गीत र कलाका लागि नृत्यका लागि यो कलेज अब धेरै अगाडिदेखि एउटा केन्द्रबिन्दुको रूपमा रहिआएको छ। नृत्यतर्फ भनौँ न इच्छा राख्ने उत्सुक हुने अब बहिनीहरूलाई छोरीहरूलाई नातिनीहरूलाई यतातर्फ चाहिँ आएर आफ्नो सिपलाई दक्षतालाई पनि राम्रो बनाउँदै जाने र अध्ययनलाई पनि उच्च बनाउँदै लैजान चाहिँ प्रेरणा मिलोस् भन्ने म कामना गर्छु। यो कलेजमा चाहिँ अब केटी महिला क्याम्पस भएको कारणले गर्दा महिलाहरूलाई चाहिँ धेरै राम्रो छ। पद्मकन्या मल्टिपल क्याम्पस बागबजारले चाहिँ डान्स फाइन आर्टमा डान्समा चाहिँ मास्टर डिग्री पनि निकालेको छ। त्यसको पहिलो ब्याच चाहिँ म नै हो। ब्याचलरमा चाहिँ नृत्य विधाबाट पिके क्याम्पसमा पढेँ र अहिले चाहिँ नेपालमा पिएचडी सम्म आइरहेको छ र हामीले चाहिँ योबाट एकदमै राम्रो अपर्च्युनिटीहरू पाइरहेका छौँ। एमए डान्सको पढाइ पनि हुन्छ। नयाँ पुस्ताका महिलाहरू जब शिक्षित हुँदै गए आफै केही गर्न सक्ने त्यो अवस्थामा अहिले पुगेको छ र त्यसका विभिन्न पाटाहरूमध्ये एउटा डान्स जुन एउटा स्टडिज गरेर पनि महिला सशक्तिकरणलाई अघि बढाउन सकिन्छ। डान्स एउटा मात्र विषय मात्र होइन कि यसले मानसिक र शारीरिक स्वास्थ्यलाई पनि मजबुत बनाउँछ। नेपाली समाजभित्र रहेका विभिन्न किसिमका पुराना संस्कृतिको संरक्षण गर्ने र संस्कृतिलाई विश्वव्यापी रूपमा प्रसार गराउने र यसले महिलाहरूलाई अझ बढी सशक्तिकरणमा भूमिका खेल्न यसले सहयोग पुर्याउँछ। डान्स मात्र हो कि एउटा इन्जोयको लागि मात्र हो भनेर यसमा चाहिँ पढ्न पनि पाइन्छ। यही आएर चाहिँ म्यामहरूले कुरा गरेकोले गर्दा चाहिँ डिग्री पनि हुँदो रहेछ भन्ने थाहा भयो। पद्मकन्या कलेजमा डान्स नृत्य कलामा चाहिँ डिग्री मास्टर छैन भन्ने कतिजनालाई लाग्छ होला। यो सरासर रङ हो, मास्टर छ। आफ्नो अनुभव चाहिँ मार्केटमा चाहिँ अलिकति मजाले फैलाउनु होला भन्ने चाहिँ मेरो पर्सनल भ्यू छ। आफ्नो इच्छा हो सिक्ने नसिक्ने होइन, सिक्यो भने राम्रो छ। ठाउँ ठाउँमा हेर्न पनि पाउँछ, देख्न पनि पाउँछ। यसमा अब हामीले ब्याचलर पनि गर्न मिल्छ, मास्टर्स पनि गर्न मिल्छ, हुँदा हुँदा पिएचडी पनि गर्न मिल्छ। पढाइको रूपमा पनि अब हामीले डान्सलाई चुज गर्न सक्यौँ डान्सको लागि, यो कुराले झन् मलाई एकदमै धेरै खुसी लाग्छ। मलाई चाहिँ पहिला डान्सको चाहिँ पढाइ हुन्छ भन्ने, डान्स पनि एज अ सब्जेक्ट लिन्छ भन्ने चाहिँ मलाई थाहा थिएन। यही अनिता म्यामसँग आएर अनिता म्यामसँग बुझेर चाहिँ मैले डान्सको चाहिँ अब पढाइ हुन्छ, डिग्री छ, पाइन्छ भन्ने चाहिँ अन्त म्यामको थ्रुबाट थाहा पाएँ। हेर्ने नजर होइन, प्रायः अब डान्स भनेपछि मान्छेहरू चाहिँ एउटा फ्लेक्सिबिलिटी आफ्नो बडीको मुभमेन्ट भनेर, तर यसको पनि एउटा डिग्री छ। प्रायः चाहिँ कस्तो छ भने नाच्ने हो, नाच्नको लागि पनि पढाइ चाहिन्छ भन्ने कुराहरू आउँछ हाम्रो कन्सेप्टमा। तर एउटा पिके एउटा यस्तो ठाउँ हो जहाँ चाहिँ स्पेसली वुमनहरूको लागि चाहिँ डान्स पनि म्युजिक पनि उहाँले धेरै कुराहरू मल्टी भने धेरै उहाँले कोर एउटा सब्जेक्ट लिएर पनि पढ्न सकिन्छ र स्पेसली अहिले मास्टर पनि आएको छ। त्यो मास्टर जोइन गर्दाखेरि धेरै आफूलाई एउटा सक्षम बनाएर एउटा भनौँ न डिग्री हासिल गरेर यसलाई करियरको रूपमा लङ टर्मसम्म लान सकिन्छ। प्लस यसमा पनि आफ्नो फ्युचर करियर पनि बनाउन सकिने रहेछ होइन। र अर्को कुरा आफ्नो इन्कम आय स्रोत पनि यहाँबाट पनि गर्न सकिँदो रहेछ। यहाँभन्दा अगाडि कस्तो थियो भने जस्तो कोही गाउँछ अथवा बाजा बजाउँछ, सङ्गीतकार कोही हो भने त्यो बजाउने मान्छे हो, त्यो एउटा गाउने गाई हिँड्ने मान्छे गाइने हो। अनि त्यसै गरी नृत्यतर्फ लाग्नलाई अब पुरुषलाई पनि त नाचेर हिँड्छ भन्ने खालको कुराकानी गरिराख्ने, झन् अब नारीहरूलाई त सार्वजनिक रूपमा नाचेको देख्दाखेरि त्यो राम्रो ढङ्गले नसोच्ने परम्परा थियो, अझै पनि छ। त्यसका त्यो सम्पूर्ण रूपले हटेको छैन। त्यो सकारात्मक धारणा हाम्रो समाजले अब धेरै हामीले नै भनौँ न, अब अरूलाई मात्र किन दोष दिनु, सकारात्मक रूपले लिन सकिरहेको छैन। तर नृत्यतर्फ लाग्ने, खास गरी अब अनिता बहिनीको प्रसङ्गमा कुरो गर्दा उहाँ जस्ता धेरै विद्यार्थीहरू जो नृत्यमा उच्च शिक्षा हासिल गरेर आफू क्षेत्रमा गएर लागि योग्यता प्रदर्शन गरेर आफ्नो सिप प्रदर्शन, दक्षता प्रदर्शन गरिराख्नु भएको छ। त उहाँहरूलाई कतिपय ठाउँमा चाहिँ अलिकति अर्कै ढङ्गले नकारात्मक दृष्टिकोणले हेर्ने पनि प्रचलन छ, सकारात्मक ढङ्गले नसोच्ने।
त्यो एउटा कलाको विकास, आफ्नो प्रतिभालाई उजागर गर्ने एउटा पक्ष हो। त्यो रोजगारीको माध्यम हुनसक्छ होइन। त्यसबाट आफ्नो व्यक्तित्वको पनि विकास र समाज, मान्छेलाई अब चुप लागेर त्यसै बसेर होइन, अरू किसिमका जागिर मात्रै खाएर अथवा त्यो मात्रै पाइए चुप लागेर बस्ने होइन। आफूसँग भएको जुन सिप क्षमता हो, चाहे नृत्यतर्फ होस् अथवा गाना बजाना कलातर्फ जुनसुकै होस्, अभिनय क्षेत्र होस् होइन, यी क्षेत्रमा लागेर अघि बढ्दाखेरि त्यो अत्यन्त सकारात्मक सन्देश समाजमा फिजाउनुपर्छ। यो त नेपालको मात्रै कुरो हो, अन्तर्राष्ट्रिय जगतमा कलाकारहरूको त ठुलो मूल्य मान्यता हुन्छ होइन। त्यो ढङ्गले हामीले पनि सोच्नुपर्छ भन्ने लाग्छ। नृत्य विषयलाई हेर्ने हाम्रो समाजहरू चाहिँ अझै पनि चेन्ज हुन बाँकी छ। समयले चेन्ज गराउला सबैलाई। र यो नाचेर हिँड्नु भन्ने मात्रै होइन कि हाम्रो एउटा कल्चर रिलेटिभ्स होइन, एउटा कल्चरलाई पनि हामीले बचाइराखेका छौँ। पहिलेको समाजमा के थियो भने पर्सेप्सन हाम्रो पुरुष प्रधान समाज भएको कारणले गर्दाखेरि छोरी चेलीहरूले डान्स गर्नुहुन्न, त्यसमा लाग्यो त्यो किसिमको त्यतिखेर महिला कलाकारहरू, महिला नृत्याङ्गनाहरूको अभावमा पुरुष स्वयं आफै महिला बनेर पनि नृत्य प्रस्तुत गर्थे। तर अहिलेको समाज जुन एउटा महिला र पुरुषको जुन जेन्डर इक्वालिटीको जुन कुराहरू आइसकेपछि अहिले त्यो स्थानमा महिला स्वयं आफै नै प्रस्तुत हुने र अहिलेको समाजले त्यसलाई एउटा सामान्य रूपमा र यो लिएको हामीले पाउँछौँ। अब एउटा गाउँघरमा हुर्किसकेपछि चाहिँ डान्स गर्ने भन्ने बित्तिकै फलानाको छोरी यसरी हिँड्छ, फलानाको छोरी केटासँग हाँस्दा मात्रै नाचिरहेछ, यो सबै इन्टरटेनमेन्ट फिल्डको के अरे इन्टरटेनमेन्ट पर्पजको लागि मात्र हो, अरूले मनोरञ्जन दिने काम मात्र हो भनेर जसरी हेरिन्थ्यो नि, तर आजकल त्यसरी हेरिँदैन। पेसागत रूपमा पनि हेरिन्छ। पहिला हामी अब यसको सुटिङहरूमा हिँड्दाखेरि होइन, बाहिरको प्रोग्रामहरूमा जाँदाखेरि चाहिँ अब कस्तो फलानाको छोरी यति राति घर आउँदैछ, यस्तो कामहरू गर्दैछ, उस्तो गर्दैछ, के होला कस्तो होला, ट्रान्सप्यारेन्ट हुन्छ नि त। हामीले के काम गरिरहेछौँ भने त हामी सबै पोस्ट गर्छौँ नि त, प्रोग्रामको सबै कुराहरू हामीले ट्रान्सप्यारेन्टली हुन्छ। त्यही पनि क्वेसन आउँथ्यो कि के गरिरहेछ यति रातिसम्म, के को प्रोग्राम, कस्तो प्रोग्राम, के भइरहेको छ भनेर जुनवाला त्यो आउँथ्यो नि गाली गलजहरू होइन। तर अहिले चाहिँ एकदमै धेरै कम भएको छ। अहिले चाहिँ अब ड्याडी मम्मीले पनि एकदमै पोजिटिभ रूपमा हेर्नुहुन्छ। अहिले चाहिँ म उदाहरणबाट चाहिँ यो प्रोग्राममा जाँदैछु भन्नुभयो भने चाहिँ त्यस्तो कुनै पनि अर्को प्रश्न आउँदैन। पहिला चाहिँ अब छोरी मान्छे भएर नाच्नु हुँदैन, डान्सिङ फिल्डमा गइसकेपछि चाहिँ अब आफ्नो सबै समय सम्पूर्ण दिनुपर्छ भन्ने चाहिँ बुझेको छु। राति अब कहिलेकाहीँ लानुहुन्थ्यो अन्त म्यामले, त्यसरी लाँदाखेरि चाहिँ घरमा अब छोरी मान्छे भएर किन यति रातिसम्म के को लागि हो, को छ, कहाँ छ होइन, त्यसरी भन्नुहुन्थ्यो। अहिले चाहिँ अब मम्मीले नि बुझिसक्नुभयो, घर परिवारले पनि बुझिसक्नुभयो, अब डान्समा यति टाइम लाग्छ, यसरी हुन्छ प्रोग्रामहरू भनेर चाहिँ बुझिसक्नुभयो। डान्समा लागिसकेपछि चाहिँ अब हेर्ने नजरिया सबै कुरा चाहिँ चेन्ज भएको छ। डान्सलाई यस्तो नराम्रो भन्ने चाहिँ मेरो घरबाट र मेरो परिवार, मेरो दिदीबहिनीहरू तर्फबाट चाहिँ त्यस्तो नराम्रो केही पनि कमेन्ट छैन अहिलेसम्म। डान्स गर्ने क्रममा कतिवटा नराम्रा कुराहरू पनि भोग्नु पर्यो। त्यो नराम्रो कुराहरूमा चाहिँ कस्तो छ भने अब हामीलाई चाहिँ डान्स इन्स्टिच्युट भनेर कसैले एउटा प्लेटफर्म नदिने होइन, ठाउँ एरिया भाडामा नदिने, दिए पनि हामीलाई पैसाको लागि धेरै किचकिच गरिरहने होइन, यो कुराहरू चाहिँ हामीले भोग्नु पर्यो। यही सिलसिलामा चाहिँ यस्ता नेगेटिभ कुराहरू भोग्नु पर्यो। कतिले आफ्नो बच्चा पठाउँदा डान्समा पठाउँदा बिग्रिन्छ, यो हुन्छ त्यो हुन्छ भनेर भन्ने, त्यसपछि त्यही बच्चालाई हामीले एउटा टिचरको रूपमा इन्कमको सोर्स दिएपछि उहाँहरू खुसी हुनेसम्म भएको छ भने चाहिँ अहिले चाहिँ डान्सको लेभल एकदमै ब्रड भइसकेको छ। धेरै कलाकारहरू यहाँबाट निर्माण भएका छन् भनौँ, बनेका छन्, आफ्नो व्यक्तित्व विकास गरेका छन्। र हाम्रो समाज कस्तो छ भने अब अहिले त यो शिक्षाको बढी प्रचार प्रसारका कारणले कलागत सन्दर्भ चाहिँ अलिकति विस्तारित भएको कारणले हेर्ने नजर अलिकति सकारात्मक हुँदै आएको छ। नृत्य विषय भन्ने बित्तिकै सोसाइटीले हेर्ने एउटा सन्दर्भ, जबसम्म कुनै पनि विषय बौद्धिक स्तरमा पुग्दैन तबसम्म थाहा हुँदैन। डान्स विषय भनेको बडा जोखिम विषय हो। यसलाई साधना चाहिन्छ, यसलाई तपस्या चाहिन्छ, अनि मात्र यो निपुण हुँदछ। थ्योरिकल्ली हेर्दाखेरि यसमा सोसियोलोजी पनि छ, पपुलेसन छ, नैतिक शिक्षा छ, कल्चर छ, जोग्राफी छ, हाम्रो
नेपालको भौगोलिक दृष्टिकोणमा हेर्ने जति छ यस विषयमा समावेश भएको हुन्छ। तसर्थ यो डान्स विषयमा जुन अहिले सामाजिक दृष्टिकोणले हेर्ने नजर र अहिले बौद्धिक स्तरमा पुगिसकेपछि हेर्ने नजर धेरै आसमान फरक छ। जब चाहिँ कि यो डान्स विषयभित्र निहित भइसकेपछि त्यसमा चलिसकेपछि लागि परेपछि मात्र थाहा हुन्छ आइनो डान्स भनेको यस्तो रहेछ। मैले यता सामाजिक दृष्टिकोणले यस्तो यस्तो भन्ने चलन छ, एउटा नारी जातिले नाचेर खाने भन्ने जस्तो एउटा सामान्य हिसाबमा लिएको अवस्था हो। तर त्यो कदापि होइन। डान्स भनेको विषय मध्येमा टप, जसरी भन्नु छ कि देवलोकमा पनि सत्ययुगमा त्रेतायुगमा मेनुकाहरूले नाच्दै भीष्म प्रतापन यता ऋषिहरूको तपस्या पनि भङ्ग गर्ने शक्ति हुँदछ। दृष्टिकोणले जुन हेर्ने दृष्टिकोण बिल्कुलै फरक ढङ्ग हो। त्यसमा बौद्धिकताको कमी भएको मैले महसुस गरेको छु। अब यसमा डान्स विषय हुन त यसमा बेसिकली पर्फर्मेन्स आर्ट हो, प्रस्तुत गर्ने विषय भएको हुनाले यसमा बढी फोकस त प्रस्तुतमै निर्भर हुँदछ। यसमा लगनशील भएर यसमा लागि पर्यो, साधना स्वरूप हामीले लाग्नै पर्छ, ध्यान दृष्टिकोणले लागि पर्यो, ऊ उच्चतम स्थानमा हासिल गर्न प्राप्त हुन्छ। अब कुनै विद्यार्थीहरू चाहिँ यसमा साधनाको कमी हुन्छ, तसर्थ घरमा प्र्याक्टिस गर्दैन, कलेजको मात्रै इन्स्टिट्युटको मात्रै आधार मानेर बस्छन्। उहाँहरू चाहिँ यो विषयमा दखल भएर अलि नगएको हो कि भन्ने अहिलेसम्मको बुझाइ हो। डान्स विषय पढ्दाखेरि लगनशील हुनु पर्यो, एउटा नैतिकताको आधार छ, नैतिकतालाई गर्नु पर्यो। किनभनेदेखि यो फ्याकल्टी नै ह्युम्यानिटिज अर्थात् मानविकी, मानवको व्यवहार फ्याकल्टी भएको हुनाले यसमा मानवको शास्त्र अनुसारको आफ्नो क्यारेक्टर चयन गर्ने पनि एउटा विधा हो। त्यसकारण यसमा आनी बानीदेखि लिएर सबै यसमा समावेश भएको हुँदछ। यति चाहिँ गुरुको वर्गमा एउटा छाप हुँदछ। जस्तै जो व्यक्ति सक्षम छ त्यो व्यक्ति सम्झिन्छन्, जो व्यक्ति लास्टै असक्षम छ, ऊ ज्ञाता छैन कि उसलाई सम्झिने हो। गुरुले सम्झिने भनेको कुनै पनि विधामा कुनै पनि विषयमा कि त सबभन्दा जान्ने, सबभन्दा पढन्दाज, के होइन भनेदेखि लट्ठुराम, पढ्दै नपढ्ने, यो दुईटा बिचको भन्दा पनि यो दुई किसिमका छात्रहरू चाहिँ याद हुँदछ म यो अहिलेसम्मको अनुभवमा। तसर्थ अब अनिता लामाको तर्फ जाउँ म 2065 साल ल 67 साल तर्फ फर्किँदा यो अनिता लामा चाहिँ एउटा अग्रज व्यक्तित्वको रूपमा लिन्छु। किनभनेदेखि उसको चाहिँ सिद्धान्त, पढाइ सम्बन्धीको सिद्धान्त उसले जुन अपनाउने, हामीसँग सोध्ने, उसले लिने, जुन आफ्नो ज्ञान हासिल गर्नलाई उसले जुन नीतिहरू अपनाउँथ्यो, उसको व्यवहार बारे मैले चाहिँ कुशल नारीको रूपमा मैले लिएको छु। कल्चर हैन, जुन चाहिँ हाम्रो सोसाइटीमा जुन हाम्रो वरिपरि नै भइरहेका कल्चरलाई चाहिँ उहाँले चाहिँ जगेर्ना गरेको छ, सेभ गराएको छ, ताकि फ्युचरलाई पनि प्राय हाम्रो चाहिँ कल्चर जब एडप्टेसनमा जाँदाखेरि कति कुराहरू बिर्सिँदै जान्छ, कति कुराहरू छोड्दै जान्छ, कति कुराहरू हामी एडप्ट गर्दै जान्छ होइन। उहाँको चाहिँ कस्तो छ भने जुन रुट होइन, हामी कहाँबाट आएको, अनि अर्को कुरा हाम्रो यो कल्चरको कुरा निस्किँदाखेरि चाहिँ स्पेसली चाहिँ एउटा देवी देवताको कुरा होइन, एउटा हिस्ट्री होइन, यो कहाँबाट आएको कुराहरू चाहिँ उहाँले चाहिँ आफ्नो डान्ससँग चाहिँ अवतारण गरिदिनुहुन्छ कि। जस्तो कि हामीले कति कुराहरू लेखेका कुराहरू, कति कुराहरू हामीले बुझिरहेको हुन्छ, तर उहाँले एउटा डान्सको माध्यमबाट पनि धेरै कुराहरूले उहाँले चाहिँ मोटिभेसन चाहिँ गरिरहेको हुन्छ र एउटा मेसेज पनि गइरहेको हुन्छ एउटा जेनेरेसनबाट अर्को जेनेरेसन। चाह्यो भने चाहिँ एकजना लेडीले उहाँले धेरै कुरा गर्न सकिन्छ भने त्यसको एक्जाम्पल हामीले धेरै कुरा। र मेन कुरा अनिता लामाजीले चाहिँ कसैले नचिन्ला होइन,
तर प्राय मान्छेले चाहिँ उहाँको बानी उहाँको एउटा काम गर्ने तरिकाले प्रायले चाहिँ चिनिरहेको हुन्छ। लेडिजले आफैले आफूलाई अगाडि बढाउन चाहिरहेको रहेछ। मेरो क्वालिफाइड म आफैले प्रेजेन्ट गर्न चाहन्छु भन्ने रहेछ भने चाहिँ वाइ नट अनिता लामा होस्टेलको लागि भन्ने भएर मैले उसलाई होस्टेलमा राखेँ पनि। म इन्चार्ज हुँदै गर्दा म पनि राखेको थिएँ। हाम्रो बेबी म्याम अझै पनि हुनुहुन्छ, उहाँको सहयोगमा हामी दुईजना मिलेर उसलाई होस्टेलमा प्रायोरिटी दियौँ। होस्टेलमा प्रायोरिटी दिँदै गर्दाखेरि पनि उसलाई नै सबैजनाले खोज्थे। उसँग एउटा सहकार्य गर्ने शैली थियो, उसको मिठासपन थियो, प्लस उसमा एक्स्ट्रा अर्डिनरी क्वालिफाइड डान्समा थियो। हाम्रो समाजमा सामाजिक कार्यमा महिलाले पनि केही गर्न सक्छ, महिलाले पनि कति कामहरू एक्लै गरेको छन् विथआउट सपोर्ट। अरू कुराहरू चाहिँ लेडिजमा चाहिँ अलिकति सहकार्य गर्नलाई चाहिँ सपोर्ट सरकारी निकायहरूबाट पनि लेडिजलाई केही अलिकति सहकार्य भयो भने चाहिँ लेडिजहरूमा महिलाहरूमा चाहिँ सशक्तिकरण, उनीहरूमा काम गर्ने शैलीहरू, उनीहरूलाई हौसलादेखि लिएर सबै कुराहरू चाहिँ पर्याप्त हुन्छ जस्तो मलाई लाग्छ। एक्लैले अहिले चाहिँ डान्सको फिल्डमा उहाँले कति राम्रोसँग गर्नुभएको छ, धेरैजनालाई रोजगारी दिनुभएको छ, प्लस उहाँ आफैले कलेजमा या कलेज स्कुलहरूमा उहाँ आफैले रोजगार लिनुभएको छ। यस्ता धेरै, यो भनेको एउटा लेडिजको लागि ठुलो। कतिजना हाम्रो कलेजहरूबाट डान्स सिकेर कता कता गएर 1-2 घन्टा डान्सको एक्स्ट्रा लाइक पार्ट टाइम जब जस्तो गर्नुहुन्छ, अनि त्यसपछि आफैलाई चाहिँ ब्याक गर्नुहुन्छ। अलिकति हौसला हुनु पर्यो कि मैले डान्स सिकेको, मेरो स्पेसलाइज के हो र मैले यसलाई चाहिँ कसरी अगाडि बढाउनु पर्छ भन्ने कुरा चाहिँ लेडिजलाई हुनुपर्छ। र हाम्रो यो नृत्य चाहिँ अहिले केही गर्न सक्यो भने सांस्कृतिक सङ्घदेखि लिएर नृत्य कला पनि एकदमै राम्रो फिल्ड छ। हाम्रो अनिता लामाले अब फर्पिङमा आफ्नै 2टा सेन्टर खोल्नु भएको छ। अनिता लामाकै मैले चाहिँ किन नाम लिएँ होला, अब लाग्ला सबैजनालाई लाग्ला ऊ त्यो व्यक्तिसँग नजिक थिए उसले त्यसैको नाम लिएँ भन्ने लाग्ला। बिल्कुल यो होइन। मैले म पद्मकन्या होस्टेलमा वार्डेन मुनिको प्रिफेक्ट इन्चार्ज भएर बस्दै गर्दा लामा पहिला त मैले उसलाई चिन्दैन थिएँ। किन चिन्दिनँ थिएँ? पद्मकन्या कलेज भनेको लेडिजको कलेज थियो, त्यहाँ लेडिजहरू केटीहरू मात्रै पढ्नुहुन्थ्यो, केटीहरूले मात्रै डान्स देखाउनुहुन्थ्यो। तर कहिलेकाहीँ त त्यो विभिन्न तरिकाहरूको डान्स, डिफ्रेन्ट शैली कल्चर वाइजको डान्स देखाउँदै गर्दा पर्दाखेरि त कुनै पनि केटाहरू चाहिँ केटा बनेर जस्तै तामाङ सेलो बनाउँदै गर्नुपर्दा, डम्फु बजाउनु गर्दै पर्दाखेरि तामाङ सेलोहरूको त्यो ड्रेसहरू क्यापहरू लाउनै पर्दाखेरि चाहिँ कोही पनि बन्न मान्दैन थिए। त्यो अनिता लामा त्यो बेलामा ऊ आफू केटा बन्थ्यो। त्यो केटा भन्दाखेरि पनि हाम्रो पद्मकन्या कलेजमा त्यो बेलामा 60-65 सालमा पनि ऊ फेमस थियो। किन फेमस थियो भने ऊ केटा भनेर तामाङ सेलो डान्स गर्थ्यो। एकदमै त्यो बिल्कुल त्यो जुन शैली आउँथ्यो त्यो शैली उसमा एकदमै फुल्ली कपी हुन्थ्यो। उसले फुल्ली त्यो देखाउँथ्यो, शैली फुल्ली देखाउँथ्यो। त्यो कारणले गर्दाखेरि पनि ऊ अलिकति बढी मास, उसको पपुलारिटी बढी थियो। त्यो कारणमा पनि मैले उसँग कनेक्ट भएको थिएँ, प्लस चिन्न पनि उसलाई खोज्थेँ। को होला अनिता लामा, को होला त्यो केटा बनेको पद्मकन्या कलेजमा केटी डान्स गर्दै गर्दा बिचमा केटा बनेर यति राम्रो शैली देखाउने को हो भनेर म उसँग धेरै नजिक भएको थिएँ। एक्लै विथआउट सपोर्ट, विथआउट ब्याकग्राउन्ड, ऊ ग्राउन्डबाट ऊ आफू सिङ्गल डिफेन्स गरेर यो मिडल लेभलमा आउँदैछ। होपला पछिको दिनहरूमा यो कानले सुन्न पाउँछ अनिता लामा भनेको फर्स्ट नेपालको यो हो भनेर चाहिँ सुन्न पाऊँ भन्ने चाहिँ उसलाई चाहिँ म हृदयदेखि नै भन्न चाहन्छु। अनिता लामा पनि एक किसिमको इनबोर्न क्वालिटी हो। इच्छा भएर पनि हुँदैन, त्यसप्रति एउटा हुन्छ नि एउटा ज्वाला जस्तो पनि हुनुपर्छ। जस्तै कि जुन चाहिँ मैले अनिता लामामा देख्यो। कुनै पिर चिन्तामा राखेको छैन। उसले आफैले मिहिनेत गरेर आफैले दुःख गरेर पढ्यो। अहिले डान्स नै लिएर पढेको छ। डान्स लिएर पढेकोमा धेरै राम्रो गर्दै ल्याएको छ। सबैजनाले राम्रो गरेर राखेको छ अहिलेसम्म। मेरो छोरीले सिँगारपट गर्न जाने छैन, राम्ररी भएर हिँड्ने पनि जाने छैन। त्यस्तै राम्रो छ मेरो छोरी। सबैजना खुसी हुन्छ। मेरो अनिता म्याम भन्छ, जसले पनि मेरो अनिता म्यामको भएर जाने भन्छ, मेरो अनिता म्याम भन्छ। सबैजनाले मन पराउँछ मेरो छोरीलाई। अलिकति कस्तो लाग्छ भने के अरे आफ्नै घरको मान्छेको त विश्वास हुँदैन। मेरो छोरी घरमा नआएपछि मलाई चिन्ता लाग्छ, हेर्न मन लाग्छ। अब घर छोड्नु नपाएर हो, नत्र म त जान्थेँ, जहाँ कार्यक्रम गर्छ उहीँ जानु मन लाग्छ। आउँदा त सबैलाई पीडा लाग्ने भयो। आफन्त बहिनी हो, अब हामीलाई हेरचाह गर्ने नि बहिनी हो, आमा र म हो। भएको अब उसैले हेर्ने हो, खाना पिउन, लाउन, हेर्न, यताउता सबै। आउनुहोस् यस क्षेत्रमा
होइन आफ्नो आफ्नो दिमागले जति भ्याउँछ त्यति त गर्ने होला नि, राम्रै हुन्छ नि। लामा भनेपछि प्रायःले चाहिँ एउटा भन्छ नि ट्रस्ट होइन, ब्लाइन्डली ट्रस्ट गर्न सकिन्छ, ताकि उहाँ भएपछि उहाँहरूको प्यारेन्ट्सहरू पनि ढुक्क हुन्छ, ए अनिता लामासँग जाँदैछ। जुन विद्यार्थीलाई मैले 0 लेभलबाट एउटा खुट्टा पनि हल्न नसक्ने, हात पनि हल्न नसक्ने विद्यार्थीलाई मैले डान्स सिकाएर आफूले जानेको ज्ञानहरू दिएर जुन विद्यार्थीलाई मैले आफ्नो नृत्य क्षेत्रबाट चाहिँ यसरी पनि कमाइ हुन्छ है, यसरी पनि नामदाम कमाउन सकिन्छ है, देश विदेश घुम्न जान सकिन्छ भनेर उहाँहरूलाई मैले जस्तो सिकाएँ, आज त्यही विद्यार्थी मेरो इन्स्टिट्युटको माध्यमबाट विभिन्न कलेज स्कुलहरूमा इन्कम गरिरहनु भएको छ, नृत्यलाई पनि पेसाको रूपमा लिन सकिन्छ है भन्ने एउटा उदाहरण दिइसक्नु भएको छ। अहिले पनि मसँग सञ्चालनमा हुनुहुन्छ 7-8 जना मैले स्टाफ नै राखेर आफ्नो इन्स्टिट्युट चलाउँछु। इन्स्टिट्युटको माध्यमबाट विभिन्न स्कुल कलेजहरूले मलाई विश्वास गरेर ल फलानाले चाहिँ एउटा नृत्य क्षेत्रलाई चाहिँ राम्रो ज्ञान दिन सकिन्छ है भनेर स्कुल कलेजका विद्यार्थीहरू, गाउँठाउँ देश विदेशीलाई पनि हामीले आफ्नो लोक संस्कृतिबाट चाहिँ आफ्नो पहिचान दिइसकेका छौँ। अनिता लामाले उहाँको तर्फबाट धेरैजना स्टुडेन्ट होइन 0बाटदेखि लिएर हाई लेभलसम्म पुग्दाखेरि पनि उहाँले बाटो देखाएर अहिले डिग्री गर्नुपर्छ है, यसमा हामीले केही गर्नुपर्छ। सिकेका विद्यार्थीहरू ठाउँ ठाउँमा गएर एउटा शिक्षिका बन्न पाएकोमा उहाँलाई पनि गर्व हुन्छ कि उहाँले पनि एउटा एक किसिमको मैले के हासिल गरेछु, जस मैले सिकाएको कुराहरू उहाँले सक्षम भएर ठाउँ ठाउँमा आफ्नो एउटा नयाँ नेम फेम होइन प्लस आय स्रोत पनि हुँदो रहेछ। म्यामले चाहिँ चानाखेलबाट चाहिँ फर्पिङमा चाहिँ अर्को शाखा खोल्नुभयो, हामीले घरमा खोल्नु भएको थियो। अनि त्यसपछि चाहिँ मैले अझै अपर्च्युनिटी पाएँ डान्सको बारेमा सिक्न बुझ्न। अनि यहाँ चाहिँ मैले लगभग 2 वर्ष जति चाहिँ एज अ स्टुडेन्ट डान्सको बारेमा बुझेँ, पढेँ, यहाँ पढ्न पनि पायो। त्यसरी नै मैले चाहिँ अहिलेसम्म चाहिँ एज अ टिचर चाहिँ हुन पाएँ। अन्त म्यामको सँग काम गर्न चाहिँ एकदमै राम्रो भयो, खुसी लाग्यो। त्यहाँ चाहिँ प्रोफेसनली रूपमा पैसा कमाउनेदेखि लिएर एभ्री कुरा फेम नेमहरू सबै पाउने रूपमा चाहिँ लिन्छ भनेर चाहिँ यहीँ आएर बुझेँ। आफै एकजना सिङ्गल मान्छे नै होइन यत्रो कुराबाट लडेर आयो नि त, तिमी डान्स नगर तिम्रो फ्युचर छैन, तिमी अब यस्तो मनोरञ्जन दिन नहिँड मान्छेहरूलाई भनेर आयो भने त अन्त दिदीले त म एकजनाको मात्रै होइन नि त, डान्स क्लासमा त थुप्रो 40, 50, 60, 100 बेसी नै मान्छेको लिनुभएको छ नि त जिम्मा होइन। सो उहाँलाई झन् कति प्रेसर आयो भन्ने कुरा त हामीले कहिले फिलै गर्न सक्दैनौँ कि। सो म चाहिँ एकदमै धेरै धन्यवाद दिन चाहन्छु। दिदीले जे कुरा पनि भोग्नुभयो, अब गाली छुट्टै होला, तिरस्कार छुट्टै होला होइन, अब पछाडि कुरा काट्ने त झन् कति धेरै। अब अन्त लामासँग हिँड्दैछु, म चाहिँ उदाहरणबाट हिँड्दैछु भन्दाखेरि चाहिँ त्यस्तो कुनै पनि क्रस क्वेसनहरू चाहिँ आउँदै गर्दैन। अनि मलाई चाहिँ केही आउँथेन, मलाई एउटा ढिकिचाउ गर्न पनि आउँथेन, एटलिस्ट मलाई एउटा कम्मर पनि हल्लाउन आउँथेन। स्टेजमा गएर कसरी पर्फर्म गर्ने त भनेर मलाई सब म्यामले नै सिकाउनु भयो। त्यसै गरी कन्टिन्यू मेकअप सिकिसकेपछि अनि फेरि अब म्यामले अब के अरे डान्स गर्न नै मन पर्यो, सब म्यामले नै सिकाउनु भयो। म्यामको ठुलो हात रहेको छ र मलाई यहाँसम्म पुर्याउनु भएको नै अनिता लामा म्यामले नै हो। विशेष गरी त म म्यामलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। पहिला चाहिँ अब एकल महिलाले सिङ्गल लेडीले चाहिँ अब एउटा इन्स्टिट्युट रन गर्छ भनेर भनिसकेपछि चाहिँ अरू मान्छेहरूले चाहिँ हेर्ने नजरिया सोच्ने तरिका चाहिँ छुट्टै हुन्थ्यो। अन्त म्यामले चाहिँ जस्तो गर्दै अब उहाँको पर्फर्मेन्स, उहाँको काम, लिडरसिप हेर्दाखेरि चाहिँ अहिले सबै हाम्रो यहाँ इन्स्टिट्युटमा आबद्ध हुनुभएको एभ्री स्टुडेन्ट, टिचर्सहरूको फ्यामिली, रिलेटिभ्सहरूले चाहिँ अन्त म्यामलाई चाहिँ उहाँको कामदेखि लिएर सबै कुराहरू हेर्दाखेरि चाहिँ हाम्रो फ्यामिली, रिलेटिभ्सहरूले चाहिँ एकदमै ब्लाइन्डली ट्रस्ट गर्नुहुन्छ। उदाहरण मनसँग आबद्ध हुँदाहुँदै म चाहिँ दक्षिणकाली डान्सिङ स्टारमा चाहिँ जोडिन पुगेँ। त्यो दक्षिणकाली डान्सिङ स्टार चाहिँ मैले जितेँ पनि। त्यो जित्नुको सबै श्रेय चाहिँ म अनिता म्यामलाई दिन चाहन्छु, किनभने उहाँले नै मलाई सिकाएर त्यो ठाउँसम्म लग्नु भयो, त्यो ठाउँसम्म डोर्याएर पुर्याउनु भयो। यहाँ जाऊ तिमीलाई राम्रो हुन्छ भनेर उहाँले पुर्याउनु भयो त्यो बाटोसम्म लगिदिनु भएकोमा, त्यो बाटो देखाइदिनु भएकोमा उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो कन्फिडेन्ट लेभल, टिचर कसरी चाहिँ बच्चाहरूलाई सिकाउने, टिच कसरी गर्ने डान्सको भनेर चाहिँ उहाँले चाहिँ धेरै धेरै हामीलाई सिकाउनु भएको छ। मासमा घुलमिल हुन सिकाउनु भयो, एज अ स्टेज पर्फर्मर, एज अ टिचर चाहिँ कसरी आफूलाई प्रेजेन्ट गर्ने भनेर उहाँले सिकाउनु भएको छ हामीलाई। थाहा छ मलाई, उहाँ पार्टनर नभए पनि उहाँले आफू एक्लै सङ्घर्ष गरेर यत्रो गर्नुभएको छ। फर्किङमा डान्स क्लास खोल्नुभएको छ, चालकमा खोल्नुभएको छ, विभिन्न स्कुल
गर्न सिकाउनुहुन्छ। डान्सबाट चाहिँ एउटा ठुलो कम्युनिटी नै पालिएको छ। त्यो चाहिँ अनिता लामाको उदाहरण मञ्च नृत्य प्रशिक्षण केन्द्रले गरिरहेको छ। अनिता बहिनी यस्तो व्यक्ति हो, एउटा उदाहरण बन्नुभएको छ। उहाँले यो क्षेत्रबाट धेरै राम्रो प्रगति हासिल गर्नुभएको छ। उहाँ एउटा नारी भएर पनि उहाँले आफू एक्लै स्ट्रगल गर्नुभएको छ। आफूमा आफै निर्भर भएर अगाडि बढेर अनि दायाँ बायाँ हेल्प गर्ने मान्छे नहुँदा पनि आफै लडेर सङ्घर्ष गरेर अगाडि बढिराख्नु भएको छ। साथसाथै अरू नयाँ पिँढीहरूलाई पनि नयाँ ज्ञान, नयाँ नृत्य, नयाँ कुरा सिकाउँदै अघि बढ्नु भएको छ अनिता बहिनी। मलाई एकदम राम्रो लागेको कुरा चाहिँ कस्तो छ भने उहाँले चाहिँ जसलाई पनि प्लेटफर्म दिनुहुन्छ है, म गर्न चाहन्छु, मलाई यो बाटो देखाइदिनु भनेपछि अनिता लामा चाहिँ कस्तो चाहिँ त्यो व्यक्तिहरूको लागि चाहिँ एउटा के हुन्छ ब्याकबोन भएर बस्दिनु भएको छ कि गर्न इच्छुक छ भने चाहिँ ल तिमी यो प्लेटफर्म चाहिँ तिमीहरूको लागि हो भनेर चाहिँ उहाँले ओपनली वेलकम गरिदिनुहुन्छ। बच्चाहरूलाई चाहिँ नि एउटा फिल्डमा लानुभन्दा अगाडि एउटा सक्षम बनाएर कि यो होइन कि ल अब तिमी नाच भने होइन कि फिल्डमा जानुमा भन्नु पनि उसले कति कुराहरू प्र्याक्टिस गरेको छ। त्यही भएर प्र्याक्टिस मेक म्यान पर्फेक्ट भन्ने त्यहाँबाट पनि धेरै कुराहरू सिक्न सकिन्छ। अहिले पनि तपाईँले इच्छा छ भने चाहिँ तपाईँले पछि होइन आफ्टर यो भिडियो हेरेपछि तपाईँले त्यहाँ स्क्रोलिङमा देख्न सकिन्छ होइन यो उदाहरण मञ्चको सेन्टरको तपाईँको लोकेसनदेखि लिएर तपाईँको फोन नम्बर, इमेलहरू, आइडियाहरू म राखिदिन्छु। त्यहाँ तपाईँले लिन पनि सकिन्छ र उहाँले तपाईँहरूले यदि इच्छुक छ भने पर्सनली डकुमेन्ट्री हेरेर मैले आएको भन्न पनि सकिन्छ है। अनिता लामाज्यूलाई जोरदार तालीका साथ स्वागत गरौँ। अनिता लामाज्यूलाई वहाँ उदाहरण मञ्चको विशेष धन्यवाद हाम्रो आजको यस कार्यक्रममा एकदमै एउटा उल्लासमय एउटा एनर्जी, एउटा भाइब ल्याउन मद्दत गर्नुहुने हाम्रो अनिता तामाङज्यू, हाम्रो उदाहरणीय मञ्च नृत्य प्रशिक्षण केन्द्र। मैले जहिले पनि भन्छु उहाँ एउटा उदाहरणीय नारी पनि हुनुहुन्छ होइन। समाजमा एउटा नारीले लिड गरेको, त्यसमा पनि नृत्य जस्तो चिज जसलाई विगतका वर्षहरूमा त्यति एउटा रेस्पेक्ट पूर्ण रूपमा हेरिने थिएन र अहिले जुन एउटा हाम्रो एउटा वयस्क महिलादेखि एउटा सानो सानो भाइ बहिनीहरूको आकर्षण जुन त्यसमा देखिँदै गइरहेको छ र त्यसमा उहाँले गर्नुभएको योगदानको पनि म खुलेर प्रशंसा गर्न चाहन्छु। नमस्कार नानी, तपाईँलाई धेरै धेरै सम्झना, मिठो माया, गुरु पूर्णिमाको धेरै धेरै शुभकामना। जस्तो अनिता नाम छ नि तपाईँको, त्यस्तै तपाईँको काम पनि हरेक व्यक्तिलाई होइन, हरेक साना साना नानी बाबुहरूलाई आफू सरकै आफ्नो दौले दौतेरेहरूलाई र आफूभन्दा जेठा, आफूभन्दा ठुला उमेरले जेठो पाका मानिसहरूसँग तपाईँले गर्ने आफ्नो व्यवहार होइन, तपाईँको त्यस्तो मिठो बोली वचन, तपाईँको एकदम सरलतापन सधैँभरि त्यसरी नै जागा भइरहोस्, कहिले पनि टुटेर नजाओस्, कहिले पनि फुटेर नजाओस्, कसैको पनि अपशब्द तपाईँले सुन्नु नपरोस्, ताकि तपाईँ त्यति राम्रो बानी बेहोरा, त्यति राम्रो नेचर होइन, त्यस्तो राम्रो शील स्वभाव भएको मान्छेलाई कसैको पनि नराम्रो नजर नलागोस्। सधैँ एकदमै राम्रोसँगले आफ्नो पाइलाहरू अगाडि बढ्दै जानु। एकदमै हिम्मतवाली छोरी भन्छु म तपाईँलाई, हिम्मतवाली नानी भन्छु। सबै छोरी चेलीमा, सबै नारीहरूमा त्यति धेरै आँट भएको हिम्मतवाली मान्छे पाउन निकै गाह्रो पर्छ हामीलाई। हाम्रो समाजमा कतिपय ठाउँमा हुनुहुन्छ, त्यो आफ्नो ठाउँमा छ, तर हाम्रो जस्तो गाउँ, हाम्रो जस्तो समाजमा एउटा नारीले, एउटा चेलीले गाउँ समाजलाई एउटा लिडर भएर हिँडाउनु होइन, आफ्नो कामको दक्षता स्वरूप हासिल गराउन धेरै कठिन छ। धेरै अप्ठ्यारा बाटाहरू छन्, त्यसमा धेरै गाह्रो छ। कति खुट्टा तान्ने प्रविधिहरू छ हाम्रो समाजमा नानी। ती पछाडि फर्केर कहिले पनि त्यस्तो बाटोहरू, त्यस्तो पाइलाहरू
लाई कहिले पनि नियाल्ने नगर्नुहोस् अनि त्यस्ता कुराहरूलाई कहिले पनि आफ्नो दिमागमा नकारात्मक सोच विचारले कहिले पनि नभर्नु। सधैँभरि आफ्नो लिडर हैन म यो हो मैले यो गर्नुपर्छ भनेर चाहिँ तपाईमा आँट भरोसा सधैँभरि आइरहोस्। यही छ प्रार्थना, यही म प्रार्थना गर्छु भगवानसँग। तपाईको आँट, तपाईको त्यो साहस, त्यो भरोसालाई टुट्ने फुट्ने कहिले पनि नभओस् भन्दै तपाईलाई गुरु पूर्णिमाको धेरै धेरै शुभकामना दिन चाहन्छु नानी। धेरै मिठो माया, धेरै सम्झना तपाईलाई। सानै बेलादेखि डान्स गर्न मन लाग्थ्यो तर म हिपहप भन्दा नि बढी चाहिँ नेपाली संस्कृति लोकगीततिर चाहिँ मलाई धेरै इन्ट्रेस्ट हुन्थ्यो। म त्यस्तै गीतहरूमा उदाहरण मञ्च नृत्य प्रशिक्षण केन्द्रले चाहिँ मलाई यहाँ पठाउनु भयो। म उहाँहरूमाथि धेरै नै आभारी छु। जे कुरामा तपाईँ अब्बल छ, जे कुरामा तपाईँले गर्व छ, जे कुरामा तपाईँ एउटा भनौँ न एउटा पावर लिएर म यसमा केही गर्न सक्छु भने डान्समा मात्रै होइन अरू पनि जे गर्छ तर डान्समा आउनुलाई चाहिँ हुनुपर्ने एउटा पेसन, तपाईँमा हुनुपर्ने स्किल, तपाईँमा हुनुपर्ने एउटा आज्ञा अनुशासनहरू यस्ता कुराहरू चाहिँ एकदम जरुरी छ ताकि तपाईँले डान्समा दिँदाखेरि तपाईँको माइन्ड बडी सबैले तपाईँले त्यसप्रति नै दिन सक्नु चाहिँ पर्छ है। त्यसले गर्दाखेरि एउटा क्वालिटी जब आफूले थाहा पायो भने त्यसपछि लचकता भन्ने त्यो आफूमा छ, एउटा गाइडेन्स भन्ने तपाईँले चाहिने हो। एउटा महिला नेतृत्वले यति ठुलो कामको आयोजना यो कार्यको आयोजना गर्नुभएकोमा म अनिता लामाज्यूलाई फेरि पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। धेरै कुराहरू स्टेप बाई पार गर्दै होइन उहाँले एउटा लिडरसिपको क्वालिटी, एउटा वुमन इम्पावरमेन्टको एक्जाम्पल बनेको छ होइन। आफ्नै ठाउँमा स्पेसली दक्षिणकालीको एरियामा त्यहाँकै रहेका कोही स्टुडेन्टहरूलाई पनि उहाँले आफ्नो संस्थामा इन्भल्भ गराएर प्लस त्यही विद्यार्थीहरू पछि गएर ट्रेनर टिचर भएर ठाउँमा संस्थाहरू स्कुलमा गएर पनि उहाँहरूले टिच गर्नुभएको छ होइन। त्यसले गर्दाखेरि एउटा जेनेरेसनबाट अर्को जेनेरेसन पनि उहाँले हस्तान्तरण पनि गरेको छ आफ्नो नलेज स्किल होइन। अनिता लामाबाट हामीले धेरै कुरा सिक्न पाइन्छ। यदि लाइफमा हामीले अगाडि बढ्नु छ भने प्रायः चाहिँ हामी के सोच्छौँ मेरो ब्याक सपोर्ट छैन भने, तर अनिता लामा यस्तो एक्जाम्पल हो चाहिँ उहाँले चाहिँ बिना ब्याक सपोर्ट पनि उहाँले अगाडि बढेछ र आफू सँगसँगै अरूलाई पनि बढाइदिएको छ होइन। त्यसले गर्दाखेरि चाहिँ मैले पनि यो नारीहरूको एउटा इम्पावरमेन्ट, एउटा लेडीको इम्पावरमेन्टकोमा चाहिँ मैले सकेसम्म चाहिँ उहाँको एउटा डकुमेन्ट्री बनाउने भन्ने चाहिँ मेरो एउटा योजना थियो। त्यो सक्सेस भइदिएकोमा थ्याङ्क यू अनिता लामा होइन। यो मौका मलाई दिएकोमा यस्तै हरेक घरमा हरेक ठाउँमा अनिता लामा जस्तो व्यक्ति जन्मिनु पर्यो। मेरो छोरी सधैँभरि यत्तिकै भएर माथि गएको देख्न पाऊँ। म मरेर गएर पनि गाउँले सबैले भनिरहे पनि छ मेरो फलाना छोरी जस्तो मैले संसार मूलमा कहीँ देखेको छैन। छोरी होइन रहेछ, छोरो भएर जन्मिएको रहेछ भनेर सबैजनाले भनि पनि रहेको छ। मेरो छोरीले उन्नति गर्दै पनि गएको छ। योभन्दा धेरै उन्नति गरेर देख्न पाऊँ मैले आँखाले। त्यही पनि मैले देखि पनि रहेको छु। मलाई सबैले मेरो अनिता जस्तै गरेर बस्न सकोस्, मेरो अनिता जस्तै काम गरेर बसेर खान सकोस्। हुन त बिहे त गर्नुपर्छ, बिहे त गरेर पनि जुन भनेर गएको छ त्यही भनेर बन्नु सकोस् सबैजनाले। अनिताको लागि अब बहिनी अगाडि बढ्दै जानु, हामी साथ दिन्छौँ। अब योभन्दा बढी त के गर्नु, अब बहिनी हाम्रो भनेको बहिनी नै हो, बहिनीलाई साथ दिनु परेको। आफ्नो क्षेत्रमा गएर त यसरी व्यवसायका रूपमा त्यसलाई अगाल्दाखेरि एकातर्फ नेपाली कलाको भनौँ न, नेपाली नृत्यको, नेपाली सङ्गीतको प्रचार प्रसार पनि हुने र यता आफ्नो रोजगारीको काम पनि हुने, त्यो दोहोरो कुरो र आफ्नो प्रतिभालाई पनि उजागर गर्ने पक्षमा अनिताको जुन सक्रियता क्रियाशीलता देखिन्छ र जुन लगनशीलता त्यसतर्फ मैले पाएको छु, अत्यन्त खुसी लाग्छ। थ्योरिटिकल्ली र प्र्याक्टिकल्ली नलेज उसमा प्रशस्त मात्रामा देखेका छु। अनिता बहिनीबाट डान्स गरेर पनि एउटा सक्षम सबल मान्छे बन्न सकिँदो रहेछ। मलाई चाहिँ मेरो एक्सपिरियन्सको लागि चाहिँ भन्नुपर्दा हरेक कुराहरू चाहिँ मेरो श्रेय म उहाँलाई नै दिने गर्छु। किनभने उहाँ छोरी मान्छे भएर पनि यति धेरै राम्रो कामहरू गरिरहनु भएको छ। डान्सको लेभल एकदमै ब्रड भइसकेको छ, नृत्यलाई अर्कै क्षेत्रमा लगिसक्नु भएको छ। सो त्यसको लागि चाहिँ अनिता लामालाई धेरै धेरै धन्यवाद। अरू बहिनीहरूभन्दा उहाँसँग म धेरै क्लोज छु। अनिता बहिनी यस्तो व्यक्ति हो, एउटा उदाहरण बन्नुभएको छ। यो क्षेत्रबाट
धेरै राम्रो प्रगति हासिल गर्नुभएको छ। अनि म एउटा नृत्य क्षेत्रको नभए पनि उहाँसँग मेरो एकदमै राम्रो सम्बन्ध छ। निरन्तर अगाडि बढ्दै जानु, अझै यो क्षेत्रबाट एकदमै हुन्छ नि एकदमै राम्रो हासिल गर्दै जानु, अगाडि बढ्दै जानु अनिता बहिनीलाई यो क्षेत्रमा मेरो तर्फबाट धेरै धेरै शुभकामना छ। मेरो भित्री हृदयदेखि नै डान्स गर्न चाहिँ एकदम राम्रो लाग्छ, मलाई पनि सिक्न इच्छा छ। उहाँले डान्स हरेक ठाउँमा डान्स सिकाउनुहुन्छ, उहाँ चाहिँ एकदमै राम्रो मान्छे हो। डान्सबाट पनि उहाँले धेरै राम्रो गर्नुभएको छ, त्यही भएको कारणले गर्दाखेरि अनितालाई एकदम राम्रो लाग्छ मलाई। अनिताको जुन एउटा भविष्य सुखद देखेको छु, किन उसले आफूलाई एउटा सैद्धान्तिक र प्रयोगात्मक दुवै ज्ञानहरू उसँग छ र त्यसैले उसको भविष्य सुन्दर देखेको छु। र पहिलेदेखि त्यो भेटघाट हुँदा पनि नानी के गरिँदैछ भनेर यसो मैले सोध्ने गर्थेँ होइन। त्यो सोध्ने गर्ने क्रममा चाहिँ आफूले गरिआएका कुरा जे हुन् त्यो कुरो एकदम बताउने एउटा क्षमता भएको हँसिलो रसिलो मेहनती विद्यार्थीको रूपमा मैले उहाँलाई लिएको हुँ र अहिले जुन किसिमको उपलब्धि हासिल भइरहेछ त्यसबाट म अत्यन्त सन्तुष्ट छु र आगामी दिनमा अझ उत्प्रेरित भएर, अझ लगनशील भएर, अझ क्रियाशील भएर, अझ आफ्नो अध्ययन क्षेत्रलाई व्यापक बनाएर यो क्षेत्रको विकासमा लाग्नका निमित्त प्रेरणा प्राप्त होस् भन्ने म हार्दिक शुभकामना व्यक्त गर्छु र अहिलेसम्मका जे उपलब्धि हासिल भएका छन् त्यसका निमित्त बधाई पनि ज्ञापन गर्छु र विद्यार्थीको रूपमा भनौँ न आफ्नो छोरी समान बहिनी समान भएको कारणले म सफलताको लागि आशीर्वाद पनि प्रदान गर्दछु। कला सबै कलाकार हुन सक्दैनन्, त्यो एउटा जन्मजात प्रतिभा हो, त्यो लिएर आउनुपर्छ। त्यसमाथि अध्ययन पनि उच्च भइसकेपछि त्यस्ता व्यक्तिहरूले पछि हट्नु पर्दैन, निरन्तर आएको। धन्यवाद। डान्सको महत्त्व एकदमै छ र साथसाथै अन्ता दिदीको पनि महत्त्व एकदमै धेरै छ। धन्यवाद। हामी दुवैजनाको तर्फबाट चाहिँ अन्ता लामा म्यामलाई मुरी धेरै धेरै धन्यवाद। उहाँको काम देखेर हाम्रो यो सोसाइटी, यो घर परिवारहरूले सबैजनाले सपोर्ट गरिदिनुहुन्छ। रेसिप देखेर एकदम मन पराइदिनु भएको छ सबैजनाले, उहाँलाई धेरै धेरै धन्यवाद। पनि खुसी छ, म नानीभन्दा पनि धेरै खुसी छु। म चाहिँ सपोर्ट छ, उसको बाबा नै डान्स गर्नुहुन्छ, त्यही भएर सपोर्ट छ। अन्ता म्यामलाई धन्यवाद, धेरै राम्रो काम गर्नुभएको छ। यस्तै राम्रो काम गर्दै जानु, हामी बच्चाहरूलाई सपोर्ट गर्दै जानु, हामी त अब हजुरहरूलाई सपोर्ट गरिहाल्छौँ। नृत्य कला सेन्टरहरूलाई पनि अलिकति अगाडि बढाउनुपर्छ, सांस्कृतिक सङ्घहरूले पनि प्रायोरिटी दिनुपर्छ भन्ने मलाई लाग्छ। अनिता लामालाई जुन ग्राउन्डबाट आफ्नो डान्स पद्मकन्या कलेजबाट अगाडि बढाइरहेको छ, जस्तो पद्मकन्या कलेजले अरू पनि लेडिजहरू वुमेनहरू प्रोडक्ट गरोस्, यही मेरो विस हुन्छ। पर्सनली अनिता लामालाई जुन लेभलमा छ त्योभन्दा माथि पुगोस् भन्ने मेरो हृदयदेखि नै माया छ। हामीले यहाँ शिक्षा दिएर शिक्षा समाप्त गरिसकेपछि बाहिर आफ्नो क्षेत्रमा गएर अत्यन्त सक्रिय भएर क्रियाशील भएर आफ्नो प्रतिभालाई प्रदर्शन गर्ने क्रममा विद्यार्थीको जुन उपलब्धि हुन्छ त्यसबाट हामी शिक्षकलाई अत्यन्त खुसीको गर्वको अनुभूति हुन्छ। यो अनिता लामा भन्ने जुन व्यक्तित्व हुन्छ मेरो प्यारी छात्र, उहाँले चाहिँ आँखामा राखेर पनि नबिज्ने खालको छात्र हुनुहुन्छ। उहाँको कार्यकाल मैले सम्झिँदा मलाई जहाँसम्म लाग्छ भरिपूर्ण क्लासमा थिए, विषयगतका नानीहरू छात्राहरू भरिपूर्ण थिए। त्यसमध्येमा पनि अलिकति फरवार बोल्ने, यसो गर्दा कसो हुन्छ सर, मैले त यसो गरेको छु, मैले यसो देखाएको छु भन्ने एउटा गुरु र चेलीको हकमा एउटा समन्वय हुनुपर्ने हकमा त्यसमा वार्तालाप गरेर क्वेसन आन्सर गरेर एउटा विषयलाई चाहिँ आफूले ज्ञान हासिल गर्ने त्यो विषयलाई चाहिँ जुन क्रम छ उहाँले चाहिँ त्यस विषयलाई चाहिँ दृढताका साथ अगाडि बढाउनको निम्ति यस्ता नीतिहरू उहाँले चाहिँ लिनुभएको मैले महसुस गरेको छु। यो अनिता लामा चाहिँ एउटा अग्रज व्यक्तित्वको रूपमा लिन्छु, किनभनेदेखि उसको चाहिँ सिद्धान्त, पढाइ सम्बन्धीको सिद्धान्त उसले जुन अपनाउने, हामीसँग सोध्ने, उसले लिने, जुन आफ्नो ज्ञान हासिल गर्नलाई उसले जुन नीतिहरू अपनाउँथ्यो, उसको व्यवहार बारे मैले चाहिँ कुशल नारीको रूपमा मैले लिएको छु। त्यसकारण मैले अघि नै भने आँखामा राखेर पनि नबिज्ने 2065 सालको छात्रहरूमध्ये अनिता लामा पनि हुन् भनेर मैले भन्नै पर्ने हुन्छ। यसमा सायद दुई मत नहोला, सायद अरू
फेरि मेरा फ्याकल्टीका सर म्यामहरू पनि हुनुहुन्छ, हाम्रो कुराकानी हुन्छ, फलानाले कस्तो गरे, धिस्कानाले कस्तो गरे, नम्बर कति ल्याए, प्र्याक्टिकलमा कस्तो छ, थ्योरीमा कस्तो छ भन्नेको एउटा हाम्रो सामान्य बैठकमा बस्दा, विषयगतको बैठक बस्दा पनि नानीहरूकै को कस्तो के कस्तो छ भन्ने छलफल गर्ने क्रममा अनिता लामा भन्ने जुन छात्र छ प्यारी, उसको पनि कुरा उठ्थ्यो। यो अब्बल व्यक्ति हो भन्ने हाम्रो डिपार्टमेन्टले पनि डिपार्टमेन्टको तर्फबाट छम्याइ छ। धेरैले सोध्छ है अनिता लामा किन खास लिनुभयो, अरू पनि एक्जाम्पल छ होइन, यदि हामीले हेर्न चाह्यो भने गाउँको हरेक क्षेत्रमा। तर म कस्तो छ भने म अनिता लामा एकदम मेरो पुरानो साथी हो चाहिँ, नजिकको देउतालाई किन हेला गर्ने, नजिकको देउताहरू हामीले पाएर त्यसमा पनि जगेर्ना गर्नुपर्छ होइन, एउटा हामीले पुस मात्रै गरेको ताकि उहाँबाट अरू महिला दिदी बहिनीहरूले पनि केही कुरा सिकोस्, मोटिभेसन होस् भनेर एउटा इन्सपायर, एउटा लिडरसिपको क्वालिटी कसरी अगाडि बढ्ने, आफू मात्रै होइन अरूलाई पनि। धेरै ग्याप पछि उहाँसँग भेट्दा उहाँले हासिल गरेको जुन चाहिँ मैले प्रशस्त रूपमा देखेको छु होइन, त्यो देख्दाखेरि सर्वप्रथम त धन्यवाद सामलिङ शेर्पा, मेरो एकदमै मिल्ने साथी। हामी एउटै विषय नभए पनि एउटै कलेजमा 4 वर्ष 5 वर्ष आज 10औं वर्ष 17औं वर्ष पुगिरहँदा पनि हामी अहिलेसम्म यसरी टिकिरहेका छौँ। किन भन्दाखेरि हाम्रो सम्बन्ध एकदम राम्रो छ। हामी मित्रता कसरी निभाउने भन्ने कुरा आज आएर मैले थाहा भयो कि उहाँले चाहिँ मलाई मेरो बारेमा यति धेरै सोचेर भिडियो बनाइरहनु भएको छ। किन मेरो बारेमा बनाइरहनु भएको छ, न म एउटा सेलिब्रेट, न म कुनै नेता, न कुनै म एउटा पपुलारिटी कमाएको मान्छे, न कुनै यस्तो हाइफाइ भएर म एउटा कुनै चर्चामा नआएको मान्छेको लागि पनि तपाईँले यस्तो भिडियो किन बनाइरहनु भएको छ भन्दाखेरि चाहिँ एउटा महिलाले चाहिँ यो नेपालमा चाहिँ नृत्य विषयलाई, नृत्य पेसालाई पनि अँगालेर कसरी अगाडि बढ्न सकिन्छ भनेर उहाँले एउटा डकुमेन्ट्री बनाइरहनु भएको छ। हुन त मलाई कति मान्छेले मेरो शालिग बनाउँछु, कति मान्छे मेरो किताब लेख्छु भनिरहनु भएको छ, कति मान्छेले मेरो बारेमा स्क्रिप्ट लेखिरहनु भएको छ अरे मैले सुनेको छु है। अब मैले केही मान्छेले भनेको थाहा छैन, तर हल्ला सुनेको छु। तर पनि मैले उहाँहरूलाई त्यसरी मौका दिएको छैन कि मेरो बारेमा शालिग बनाऊ, मेरो बारेमा किताब लेख, मेरो बारेमा फिल्म बनाऊ। तर मैले आफ्नै साथीले चाहिँ एउटा लेडिजलाई गर्ने व्यवहार
म प्रतिको एउटा जिम्मेवारी मैले कसरी प्ले गरिरहेको छु यो समाजमा एउटा लेडिजले नृत्य क्षेत्रलाई लिएर अगाडि रहेछ एउटा समाजलाई नृत्य क्षेत्रबाटै प्रत्येक घरको चुलो बालिरहने एउटा मौका दिइरहेको छ। अब त्यसको बारेमा चाहिँ महिला सशक्तिकरणको चाहिँ उहाँले आवाज उठाइरहनु भएको छ, त्यसको लागि पनि मैले बोल्ने मौका पाएँ, त्यसको लागि धेरै धेरै धन्यवाद। यो डकुमेन्ट्री बनाइरहने सान्देन शेर्पाले जति दुःख गर्नुभयो त्यति नै मेरो लागि बोलिदिनु पर्छ है भनेर मेरो पद्मकन्या क्याम्पसका टिचर साथीहरू सहकर्मीहरू मलाई मन पराउने मेरो फ्यानहरू भनौँ कि मलाई मेरो शुभचिन्तक भनौँ कि मेरो घर परिवार मेरो विद्यार्थीहरू सम्पूर्णलाई म एकमुष्ट रूपमा धन्यवाद दिन चाहन्छु। म एउटा सानो मान्छेलाई यत्रो ठुलो बनाइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। विशेष गरी सान्देन शेर्पाल धन्यवाद, विशेष गरी पद्मकन्या अनि मेरो परिवार मेरो विद्यार्थी मेरो सहकर्मी सम्पूर्णलाई धन्यवाद भन्दै म एउटा बिदा हुन चाहन्छु। भनौँ न मान्छेले एउटा त्यो सङ्घर्ष होइन त्यहीबाट थाहा हुन्छ कि हामीले जति मनीलाई इम्पोर्टेन्ट दिन्छ त्यो मनी भन्दा पनि एउटा हुन्छ नि मान्छेको एउटा सम्मान एउटा इज्जत होइन नेम फेम होइन पैसा भने आज छ भोलि छैन पछि हामी फेरि इन्कम गर्न सक्छ तर मान्छेको एउटा ब्याकग्राउन्ड एउटा जड तपाईँले स्ट्रङ बनाउन सक्यो भने त्यसप्रति नै आकर्षित हुन्छ कि जस्तै मैले अनिता लामाको मैले हरेक कुरा उसको हासिलको जुन त्यो ट्रफीहरू उसको सम्मान होइन मेन कुरा त्यही एरिया आफू हुर्केको एरियामा त्यहाँ सम्पूर्ण कलाकारहरूले मान्छेलाई त्यहाँ निमन्त्रण गराएको छ होइन प्लस आफूले चिनेका साथीभाइहरू आफूले सिकाएका केही विद्यार्थीहरूले त्यहाँ संलग्न गराउँदाखेरि त्यो जस्तो अचिभमेन्ट भनौँ न त्यो पैसासँग तुलना हामीले गर्नै सकिँदैन। त्यही भएर चाहिँ एउटा भनौँ न एउटा त्यसको लागि हामीले वर्षौँ लागि त्यसको लागि कति त्याग गर्नुपर्छ भने त्यो जर्नीबाट नै धेरै कुरा सिकिन्छ। लामा एउटा यो मङ्गोल जातिमा हुर्केको नारी भएर पनि एउटा देशको लागि राष्ट्रको लागि चाहिँ यो विषयमालाई दखल भएर लागि पर्छु भन्ने उहाँको अठोटका साथ मलाई वचन दिएको भएर मैले चाहिँ उहाँलाई चाहिँ मैले मास्टर डिग्री डान्समा चाहिँ एडमिसन हुनको लागि मैले सम्झाएँ। उहाँले पनि हुन्छ भन्नुभएको छ। आजलाई धन्यवाद। यति नै। पिके कलेजको एउटा जुन एउटा नाम एउटा डान्समा उहाँले धेरै कुराहरू चाहिँ उहाँले काँधमा बोकेर हिँड्नु भएको छ होइन। उहाँ सुरुवात पिकेबाट नै भएको हो। अहिले आउँदाखेरि चाहिँ उहाँको जर्नीमा चाहिँ पिकेको पनि धेरै सपोर्ट भइरहेको छ र प्लस आफूले जानेको कुराहरू आफूले स्किल होइन त्यसले गर्दाखेरि पनि उहाँ धेरै अगाडि बढिसक्नुपर्छ र यस्तै विशेषहरू छ जुन चाहिँ कतै नथाक्नु कतै नलड्नु लम्किरहोस् भने चाहिँ यो मेरो तर्फबाट उहाँले एउटा बेस्ट विशेष छ होइन। यस्तै जर्नी डाँडा काँडा फैलोस् होइन र सधैँ नाम चम्किरहोस् र यस्तै अनिता लामा जस्तो व्यक्तिहरू हरेक घरमा चाहिँ जन्मिन पाऊँ होइन जन्मिरहोस् होइन। हरेक घरमा अनिता लामा जस्तो व्यक्तिहरू भयो भने सायद एउटा भनौँ न घरको लागि पनि एउटा उज्यालो हुन्छ होइन। त्यसले गर्दाखेरि आफूले सिकेका कुराहरूले अरूलाई हस्तान्तरण गर्दाखेरि त्यो पनि एक किसिमको एउटा खुसीको महसुस हुन्छ। आफूले जन्माएकाहरूले पनि केही गर्दा देख्दाखेरि चाहिँ त्यो जस्तो गर्व चाहिँ सबैभन्दा ठुलो चाहिँ हाम्रो साथी अनिता लामा मुस्कुराउँदै भरि रमा हिँड्दा हिँड्दा पनि उज्यालिन्छ उसको बोलीले सरा ओ अनिता लामा हाम्रो मनको धुनै बन्यो झना कफल पक्यो झरना लागि उसले हँसी बन्छ के हो यात्रा साथी भएर सँगै हिँड्दा दिन नै बन्छ रमाइलो छ कुरा गरो सिम्पल बनाउने हामीलाई छर पर्छौँ हाँसेर हाम्रो साथी अनिता लामा मुस्कुराउँदै भरि
घुम्न जाउँ भनेपछि अनिता सबैभन्दा पहिला रेडी फोटो खिच्न पोसे बनाउने छानै बन्छ मोमेन्ट्स तेरी कसरी बिर्सिनु सकिन्छ र यस्तो माया जस्तो दोस्ती हाम्रो यादहरू गीतमा बस्छ आज भोला जाति हो सस्ती हाम्रो साथी अनिता लामा मुस्कुराउँदै भरि रमा हाम्रो साथी अनिता लामा मुस्कुराउँदै भरि रमा सानोमा त होइन धेरै सेफ्टी हाम्रो साथी अनिता लामा मुस्कुराउँदै भरि रमा हिँड्दा हिँड्दा पनि उज्यालिन्छ उसको बोलीले सरा ओ अनिता लामा हाम्रो मनको धुनै बन्यो झना कफल पक्यो झरना लागि उसले हँसी बन्छ के हो यात्रा साथी भएर सँगै हिँड्दा दिन नै बन्छ रमाइलो छ कुरा गरो सिम्पल बनाउने हामीलाई छर पर्छौँ हाँसेर साझा सपना जस्तै छ यो दोस्तीको रङ बसेर हाम्रो साथी मुस्कुराउँदै भरि रमा हाम्रो साथी अनिता लामा मुस्कुराउँदै भरि रमा घुम्न जाउँ भनेपछि अनिता सबैभन्दा पहिला रेडी फोटो खिच्न पोसे बनाउने छानै बन्छ मोमेन्ट्स तेरी कसरी बिर्सिनु सकिन्छ र यस्तो माया जस्तो दोस्ती हाम्रो यादहरू गीतमा बस्छ आज भोला जाति हो सस्ती ल बेस्ट अफ लक खतरा नाचे यहाँ त त्यहाँ पनि बगाउँदै गर्छ कम्पिटिसन त होइन नि हेलो गाइस गुफा निस्किया खै त च्याङपा कर्नर हाम्रो साथी अनिता मुस्कुराउँदै भरि रमा हिँड्दा हिँड्दा खै यसो हाई गर्दैन यो फेरि भिडियो सुनेर कफल पक्यो झरना लागि उसले हँसी बन्छ के हो यात्रा साथी भएर सँगै हिँड्दा दिन नै बन्छ रमाइलो छ कुरा गरो सिम्पल बनाउने
गर्छौ हाँसेर साझा सपना जस्तै छ यो दोस्तीको रङ बसेर हाम्रो साथी अनितालामा मुस्कुराउँदै भरि रमा हाम्रो साथी अनितालामा मुस्कुराउँदै भरि रमा घुम्न जाउँ भनेपछि अनिता सबैभन्दा पहिला रेडी फोटो खिच्न पोसे बनाउने छानै बन्छ मोमेन्ट्स तेरी कसरी बिर्सिनु सकिन्छ र यस्तो माया जस्तो दोस्ती हाम्रो यादहरू गीतमा बस्छ आज भोला जति हो सस्ती हाम्रो साथी अनितालामा मुस्कुराउँदै भरि रमा हाम्रो साथी अनितालामा मुस्कुराउँदै भरि रमा हाम्रो साथी अनितालामा अन्तिममा म के भन्न चाहन्छु भने अनिता लामा थ्याङ्क यू सो मच होइन तपाईँले मलाई यो डकुमेन्ट्री बनाउनमा हेल्प गरेको र सम्पूर्ण पिकेका टिचरहरू फ्रेन्डहरू र इभन हाम्रो एक्स फ्रेन्डहरू होइन जो चाहिँ अनिता लामासँग कनेक्सन भएको छ उहाँहरूलाई पनि थ्याङ्क यू सो मच यो डकुमेन्ट्री हाम्रो सक्सेस बनाइदिएकोमा र अर्को कुरा प्रत्यक्ष रूप या अप्रत्यक्ष रूपमा कनेक्सन भएकोहरूलाई पनि थ्याङ्क यू सो मच होइन र सम्पूर्ण दक्षिणकाली फर्पिङ एरियालाई पनि धन्यवाद यस्तै गरेर तपाईँहरूको आफ्नो चेलीहरूलाई तपाईँको हरेक घरको अनिता लामालाई चाहिँ अगाडि बढाउनु चाहिँ सपोर्ट गरिदिनु भने अनुरोध गर्दछु धन्यवाद अब हात तल झऱ्यो हुन्छ छोरी यो नृत्यमा लागेकोमा हजुरलाई कस्तो लाग्छ मलाई धेरै धेरै खुसी लागेको छ